भविष्य तपाईँको हातमा छ। 18 दिन पछाडि इलेक्सन हुँदैछ र त्यो इलेक्सन पछाडि हामीले नयाँ प्रधानमन्त्री पाउँदैछौँ र नयाँ मन्त्रीमण्डल पनि पाउँदैछौँ। तर त्योभन्दा अगाडि हामीले गर्नुपर्ने काम के हो भन्दाखेरि चाहिँ भिड दङ्गोल र क्रेजको पछाडि नलागेर चाहिँ ट्रेन्डिङमा चलिरहेको चुपचाप यो छाप चुपचाप त्यो छापको पछाडि नलागेर चाहिँ आफ्नो विवेक र आफ्नो चेतनालाई चाहिँ खोलेर चाहिँ सोच विचार गरेर चाहिँ मतदान गर्नुपर्ने हुन्छ। र त्यो गर्नका लागि चाहिँ सबभन्दा पहिला चाहिँ तपाईँले चाहिँ आफूले मतदान गर्न चाहेको र आफूले मतदान गरिरहेको व्यक्तिको घोषणापत्र अथवा पार्टीको घोषणापत्र चाहिँ सुरक्षित रूपमा चाहिँ तपाईँको घरमा राख्नु होला। भोलिको दिनमा चाहिँ तपाईँलाई प्रश्न गर्न अति आवश्यकता पर्छ र प्रमाणको रूपमा चाहिँ पेश गर्नलाई अति आवश्यकता पर्छ। त्यसैले सबैभन्दा पहिला चाहिँ हामीले त्यो काम गर्नलाई बाँकी रहेको छ। सो त्यसपछि चाहिँ तपाईँले चाहिँ अबको भविष्यको नेपाललाई चाहिँ कतातिर लान चाहनुहुन्छ त? कि युक्रेन जस्तो दोष त अथवा चाहिँ नेपाललाई चाहिँ एउटा छुट्टै विकसित राष्ट्रको रूपमा हेर्न चाहनुहुन्छ त? सो निर्णय तपाईँको हातमा छ, तपाईँको देश हो, तपाईँलाई माया लाग्नु